नमस्कार, म दिपेन्द्र ढकाल। कार्यक्रम मिसन विशेषमा यहाँहरूलाई हार्दिक स्वागत छ। आज हामीसँग हुनुहुन्छ लोकदोहोरी गायिका स्वरकी धनी कला लम्साल। कलाजी, कार्यक्रममा हार्दिक स्वागत छ। हजुर, धन्यवाद। आराम हुनुहुन्छ? हजुर, आरामै छु। तीज कतिको लागिरह? तीज अब नजिकै छ है। स्पेशली त अब नयाँ गीतहरू आइरहेछ, त्यसैको प्रमोसनमा। तपाईको कुन गीत आयो अहिले बजारमा तीजको? यसपालि साइली सलल। रेस्पोन्स कस्तो छ? राम्रो छ, ठिकै छ। हजुर, राम्रै गएको छ। भ्युजको तुलनामा मैले खासमा यो पोहोर परारको पातली सिकोल भाग 4 सम्म ल्याएको छु हैन। त्यही नै हो। पोहोरको परारको तुलनामा भ्युजमा अलिकति कम छ, तर अहिले यो विभिन्न सामाजिक सञ्जालहरू हैन, पब्लिसिटीको माध्यमहरू, टिकटकहरू यताउति चाहिँ राम्रो नै गएको छ भन्नुपर्छ। भ्युजको लागि अलि मेहनत कम्ती भयो कि? त्यस्तो पनि होइन कि जस्तो लाग्छ। अब खासै पछिल्लो क्रममा मान्छेहरू धेरै एपहरू आए के, जब यो प्रविधिको विकास सँगसँगै हैन, जस्तो फेसबुक आयो, फेसबुक पछाडि टिकटक आयो, सबैको भनाइ र म आफूले गरेको अनुभव पनि धेरै जनताहरू टिकटकतिर व्यस्त भएर युट्युबतिर अलि धेरै जान फुर्सद नभएको हो कि जस्तो पनि लाग्छ। तर टिकटकले पनि फेरि धेरै गीतहरूलाई पब्लिसिटी गरेको हुन्छ। अहिले दोहोरी क्षेत्रमा, लोकदोहोरी क्षेत्रमा हजुर, केही गायिका बाहेक सबै गायक गायिकाहरू अश्लील शब्द प्रयोग गर्दै गीत गाउनुहुन्छ, जसमा गीत नगाउने मध्येमा तपाईँ पनि पर्नुहुन्छ। हजुर, तपाईलाई मन नलागेर या चर्चामा आउन रुचि नभएर? यस्तो छ, चर्चामा आउनलाई रुचि त कसलाई हुँदैन र। तर म एउटा लोकदोहोरी गायिका भएको हैसियतले गर्दाखेरि परिवर्तनको नाममा चाहिँ मौलिकताको मर्म बिर्सनु हुँदैन भन्ने मान्यता मेरो छ। त्यस कारणले गर्दा पनि हो। तीजमा गायकहरूले पनि तपाईहरू गायिका जत्तिकै उहाँहरूलाई पनि तीज लाग्छ, कसरी हेर्नु भएको छ? अग्रजदेखि हेर्दाखेरि प्रजापति पराजुली, मैले उहाँलाई अङ्कल भनेर सम्बोधन गर्छु, उहाँको पालादेखि हेर्दा उहाँले पनि सँगसँगै तीज गीत गाउनु भएको छ। तर स्पेसल्ली परापूर्व कालदेखि हेर्दाखेरि चाहिँ विशेष गरी तीज भनिसके पछाडि नारीहरूको हो, हिन्दू नारीहरूको, नारीहरूलाई नै लक्षित गरेर मैले गीत गरिरहेको हुन्छु हैन। सो त्यही कुरालाई मैले फलो गरेको छु। मैले चाहिँ अरूले के गर्यो भन्नुभन्दा पनि आफूले के गर्छु भन्ने कुरालाई ध्यानमा राख्छु। कहिलेकाहीँ तपाईँलाई लाग्दैन नारीहरूका गीत, नारी भावना बोकेका गीतहरू तपाईँले गाउँदै गर्दा पुरुष कलाकारले जुन तीज गीतलाई अलिकति बङ्ग्याएर गाइदिनुहुन्छ र यो युट्युबको जमानामा तपाईँहरूको गीत ओझेलमा परेको जस्तो लाग्दैन तपाईँहरूलाई? लाग्छ। अब दुःख त्यही त लाग्छ। अब कहिलेकाहीँ पुरुषहरू यस्तो छ, पुरुषहरूले गीत गाउनै हुँदैन, त्यसको विरोधै गर्नुपर्छ भन्ने मान्यता मेरो पनि होइन। हामी पुरानो बेलामा हामी बच्चा हुँदा तीज भनेर एउटा चौतारामा मेला लाग्थ्यो हैन। अब अहिले त पार्टी प्यालेसतिर लाग्छ। त्यो कारणले गर्दाखेरि त्यति बेला पनि दाजुभाइहरू सँगसँगै रतेउलीमा चाहिँ दाजुभाइहरू समाहित हुनु हुँदैन। तीजमा चाहिँ सँगसँगै ताली बजाएर पछाडि पछाडि भाकामा साथ दिएर दिदीबहिनीहरूलाई त्यो साथ पनि दिनुभएको छ हैन। त्यो कारणले गर्दाखेरि त्यो पुरै गलत नै हो चाहिँ म भन्दिनँ। तर पछिल्लो क्रममा चाहिँ एउटा दुःखको पक्ष के छ भन्दाखेरि तीज गीत भनेर आएका गीतहरू रातो साडी लगाएर मात्रै नाचेका छन्, तर एउटा ठेट झ्याउरे भाकामा नाचेका छन्। त्यो देख्दा चाहिँ अत्यन्तै दुःख लाग्छ। तपाईँको अहिले 2079 को तीजको एउटा टुक्का जाओस् न। पक्कै पनि हाम्रो शिव हमालजीको शब्द सङ्गीतको मेरो सिङ्गल आवाज, अनि प्रीति आले मेरो बचपनको साथी पनि हुनुहुन्छ, उहाँले र मैले आफूले डान्स गरेका छौँ। आई भत्क्यो होला आवै मै खेलेको चौतारी, कता पुगे दौतरे साइली सलाह ल, आए घरमा यस्तै यस्तै पोइ परिचन औतारी, साइली सलाहलाई सलाम साइली सलाहला, माइती देशकै तिर्सना साइली सलाहला, माइती देशकै तिर्सना साइली सलाहला। थ्याङ्क यू। अत्यन्तै मिठो स्वरकी धनी तपाईँ लगातार अहिले केही वर्षदेखि गीत थोरै निकाल्नुहुन्छ, तर राम्रा निकाल्नुहुन्छ, राम्रो रेस्पोन्स पनि आउँछ। अहिले यो तीजमा मात्रै तपाईँलाई विदेशबाट अफर कति ठाउँबाट आयो? धेरै नै आयो। अब 6-7 वटा कन्ट्रीबाट आयो।
धेरै नै मान्नुपर्छ त्यसलाई। तर कस्तो हुन्छ भन्दा एक्ज्याक्टली तीजको डेट एउटै पर्ने भएकाले धेरै नेपालको र विदेशको धेरै कार्यक्रमहरू जुधेको हुनाले गर्दाखेरि हामीले बाँकी सबैलाई क्यान्सल गरेर एउटा मात्रै अपनाउनुपर्छ, एउटा कन्ट्री मात्रै रोज्नुपर्ने बाध्यता हुन्छ डेट जुधेको कारणले। र डेट मिलेसम्म चाहिँ हामी 2-3वटा कन्ट्रीसम्म भ्याउने प्रयत्नमा चाहिँ जुटेको हुन्छौँ। यो तीजमा कहाँ कहाँ भ्याउँदै हुनुहुन्छ? यो तीजमा चाहिँ वास्तवमा अस्ट्रेलिया थियो मेरो, मैले भनिहालेँ। अस्ट्रेलिया चाहिँ मेरो कस्तो भयो भन्दाखेरि भोलि प्रोग्राम आज जस्तो बेलुका भिसा आयो, जानको लागि सम्भव भएन र छुट्यो भन्नुपर्छ। किनकि धेरै कन्ट्रीहरू रिजेक्ट गरेर रोजेको कन्ट्री नै मेरो लागि छुट्यो, त्यो मिलेन यसपालि। त्यस लगायत म भारत जाँदैछु है, नयाँ दिल्ली, गुवाहाटी र दुबई लगायत नेपालका केही जिल्लाहरू पनि जाँदैछु। तपाईँको यात्रा सफल रहोस्। गायक कलाकार क्षेत्रमा गीत गाएर कला देखाएर बाँच्न सकिने अवस्था छ? दुईटा पक्ष छ यसमा। पहिल्यैदेखि अहिलेसम्म हेर्दाखेरि अब पहिलाको जमानामा अडियो क्यासेट बिक्थ्यो होइन, लाखौँ क्यासेटहरू बिक्थ्यो, त्यही क्यासेट बेचेर घर गाडी चढेका कलाकारहरू पनि हुनुहुन्छ। तर पछिल्लो क्रममा अब युट्युब आयो अथवा प्रोग्रामहरू धेरै हुन थाल्यो, सामाजिक सञ्जालबाट व्यक्ति स्वयंलाई कन्ट्याक्ट गरेर होइन, पहिला चाहिँ फलानु अग्रजले भनिदिनु भएदेखि प्रोग्राममा जान पाइन्थ्यो भन्ने खालको अवस्था थियो नि त। सीमित कलाकार हुनुहुन्थ्यो र सीमित कलाकारहरू मात्रै प्रोग्राममा एटेन्ड गर्नुहुन्थ्यो। र अहिले चाहिँ त्यो सहजता छ, त्यो राम्रो पक्ष पनि हो। डाइरेक्ट मान्छेसँग कन्ट्याक्ट हुन्छ होइन, र व्यक्तिको क्षमता दक्षता हेरेर पारिश्रमिक दिइने गरिन्छ। अब त्यसमा भर्खरै स्टार्टिङ गर्नेहरूलाई चाहिँ पछिल्लो क्रममा एकदमै गाह्रो छ, लगानी गर्नको लागि एकदमै खर्चिलो छ। अलिकति इस्टाब्लिस भइसकेकोहरूलाई चाहिँ पनि धानिनलाई त अप्ठ्यारै परिस्थिति छ। केहीले व्यक्तिगत आफ्नो अरू व्यावसायिक पाटोहरू पनि अपनाउनु भएको छ। तर हेर्दाखेरि अहिलेकै परिस्थितिमा पनि गीत सङ्गीतबाट राम्रोसँग जीविकोपार्जन गरेका कलाकारहरूको नाम गन्तीमै छ नि त होइन। त्यो कारणले मैले राम्रो नै छ जस्तो लाग्छ। तपाईँहरू कहिलेकाहीँ परिश्रम गर्नुहुन्छ, पारिश्रमिकमा ठगिनु भएको छ कि छैन? कहिलेकाहीँ त्यस्तो म चाहिँ मेरो कुरा गर्नुपर्दा चाहिँ ठ्याक्कै ठगिएको यति दिन्छु भनेर दिँदै नदिएको चाहिँ छैन। 1-2वटा प्रोग्रामहरूमा चाहिँ तपाईँलाई यति दिन्छु भनेर अलिकति रकम कम भएको अवस्था चाहिँ छ। तनहुमा जन्मिनुभयो। हजुर। तपाईँ तनहुमा जन्मिएर यो कला क्षेत्रमा लागेपछि काठमाडौँमा कहिले आउनुभयो? म 2065 सालमा काठमाडौँ आएर यही क्षेत्रमा लाग्नुभयो। हजुर। यो क्षेत्रमा तपाईँ लेडिज यो क्षेत्रमा स्ट्रगल गर्ने बेलामा मात्रै नेपाल नभनौँ, विश्वभरि नै यस्तो छ, एउटा सिङ्गल लेडिजलाई हेर्ने नजर हाम्रो समाजमा होस् या विश्व समाजमा अलिकति फरक छ। हजुर। तपाईँ कहिले काहीँ महिला हिंसामा पर्नुभयो? महिला हिंसामै त म परिनँ। अब त्यो कसरी भन्ने नि यो कुरालाई, जब म सम्झिन्छु, म तनहुबाटै आजभन्दा 16-17 वर्ष अगाडि होइन, 18 वर्ष अगाडि गीत गाउँछु भनेर बच्चा बेलादेखि लाग्दाखेरि नै चाहिँ बच्चा बेलामा गीत गाएको मन पर्यो समाजलाई अथवा इभन मेरो फ्यामिलीलाई पनि। जब म प्रोफेसनल्ली यो पेसालाई अपनाउँछु भन्दाखेरि होइन गीत त गाउनु हुँदैन छोरी मान्छे होइन, गीत गाउने नाच्ने गाउने पेसामा लगाउनु हुँदैन भन्ने खालको, त्यो पनि एक प्रकारको जुन छोरी भइसके पछाडि यो छोरी मान्छे कस्तो चिज हो भन्दाखेरि एकदम सेन्सिटिभ चिज हो जस्तो लाग्छ। अझ भन्नुपर्दा म त झन् छोरी भएको परिवारमा हुर्केको मान्छे, मेरो घरमा दाजुभाइ हुनुहुन्न, छोरीकै हामी जमात 5 जना छोरीको म कान्छी छोरी होइन। त्यो कारणले गर्दाखेरि छोरी भएर छोरी मान्छे अगाडि बन्नु हुँदैन भन्ने कुराहरू, अनि हामी हेर्दाखेरि अब फिल्डमा आइसके पछाडि पनि छोरी मान्छेलाई हेर्ने नजर होइन, यो पुरुष प्रधान समाजमा पुरुषको तुलनामा होइन महिलालाई हेर्ने नजर, छोरी मान्छेलाई हेर्ने नजर चाहिँ धेरै डिफ्रेन्ट चाहिँ छ। किन भन्दा सानो कुरामा पनि कुरा काट्ने, इभन मैले एउटा कुर्ता लाएर हिँडेँ भने नि यसले कुर्ता कहाँबाट लगाई के गरी, यो पनि एक प्रकारको हिंसा जस्तै त हो नि होइन र। त्यो खालको कुराहरू चाहिँ समाजमा अझै पनि व्याप्त छ जस्तो लाग्छ मलाई। कहिलेकाहीँ तपाईँ महोत्सव होस् कुनै कार्यक्रममा गएर आउँदाखेरि घरमा आउन ढिला भयो, तपाईँले घरमा कस्तो रेस्पोन्स पाउनुहुन्छ? छोरा र छोरी, छोरा छैन भन्नुभयो तै पनि
अङ्कलहरूका कसैका छोराहरूलाई गर्ने व्यवहार र घरमा छोरीलाई गर्ने व्यवहार कस्तो हुन्छ? त्यो त कहिले पनि भएन। अब पहिला चाहिँ अब मेरो परिवारबाट पनि गीत नगाऊ पढ्नुपर्छ होइन, त्यो खालको आउँथ्यो। अनि अब पछि त अब अहिले आएर यतिका वर्ष पछाडि त त्यो हुने कुरा पनि भएन र मैले पनि आफ्नो फिल्ममा राम्रो गर्दै गएको छु। अनि अब त एजले पनि अब होइन आफ्नो क्षमताले पनि मैले कहाँ के गर्दा कतिसम्म गर्दा हुन्छ भन्ने थाहा भयो। प्रोग्राममा त हामी कहिलेकाहीँ बेलुका 1 बजे झर्नुपर्छ नेपालको महोत्सवहरूबाट आएर 2 बजे झर्नुपर्छ, त्यसको लागि त कुनै पनि त्यो रोकटोक भन्ने कुरै हुँदैन। तपाईँ लोकदोहोरी प्रतिष्ठानमा हुनुहुन्छ? हजुर। कुन पदमा हुनुहुन्छ? म उपत्यका समन्वय समितिको सहकोषाध्यक्ष छु। लोकदोहोरी प्रतिष्ठानले बेला बेलामा लोकदोहोरी प्रतिष्ठानका नियम कानुनहरू मिचेर गाइएका गीतहरू र उच्छृङ्खल व्यवहार देखाउने कलाकारहरूलाई कारबाही गर्ने गर्छ होइन? तपाईँकै यही कमिटीका केही कलाकारहरूले अलि समाजमा आफ्नै परिवारभित्र बसेर हेर्न नमिल्ने र सुन्न नमिल्ने खालका गीत गाएको लेटेस्ट, मैले नामै नलिउँ अहिले, उहाँहरूलाई के भन्नुहुन्छ? उहाँ फेरि अरूलाई कारबाही गर्ने ठाउँमै हुनुहुन्छ तर आफूले त्यस्ता गीत निकाल्नुभयो, के भन्नुहुन्छ? यस्तो छ, प्रतिष्ठान एउटा सामाजिक संस्था हो होइन। अब यसमा यो नै गर्नुपर्छ मान्छेलाई सम्झाउने हो होइन। अनि दोस्रो कुरा मलाई के लाग्छ भन्दा जसले हुन त अब यो कुरा मैले बोल्न मिल्ला नमिल्ला होइन, व्यक्तिगत आफ्नो आफ्नो कुरा हुन्छ, कुन क्याटेगोरीको मान्छे हो अथवा उहाँले कस्तो खालको गीत गाउनुहुन्छ होइन, त्यो खालेमा त्यो विधा छुट्याएर काम गरोस् भन्छु मैले। यसमा धेरै लोकप्रिय लोकदोहोरी गायिकाहरूले पनि पछिल्लो क्रममा होइन ऱ्यापमा अनि लोकपपमा हात हालेको हुनुहुन्छ। मलाई लाग्छ इभन म लोकदोहोरी गायिका हुँ, मसँग एक्स्ट्रा खुबी छ, मैले ऱ्याप गाउन सक्छु भने चाहिँ गाउँदा हुन्छ है जस्तो लाग्छ। किन भन्दा लोकदोहोरी गायिकाले ढेँडो नै खानुपर्छ, लोकदोहोरी मात्रै गाउनुपर्छ, गुनियो नै लाउनुपर्छ, चाउमिन मोमो खानै हुँदैन भन्ने सिद्धान्तमा म पनि होइन। तर छाडा खालको गीतको हिसाबमा चाहिँ कहिलेकाहीँ केही व्यक्तिहरू काम गर्दै जाँदा चिप्लिन सक्छ है। त्यो चिप्लेकोमा कतिले त्यसको प्रायश्चित पनि गरिसक्नु भएको अवस्था हुन्छ। तर कतिपय तपाईँले भन्नुभयो भल्गर खालको गीत निकाल्ने, समाज धमिल्याउने खालको गीत निकाल्ने व्यक्तित्वहरू फेरि प्रतिष्ठान बाहिर हुनुहुन्छ है। एउटा व्यक्ति गाउँबाट आउँछ, उश्रृङ्खल गीत निकाल्छ जो प्रतिष्ठानमा पनि छैन, त्यो व्यक्तिले प्रतिष्ठानले रोक्दै पनि त्यसले टेर्दैन। त्यसको लागि केही कानुनी उपचार अथवा मलाई लाग्छ यो उचित मापदण्ड नभएको हुनाले गर्दाखेरि पनि होइन, सेन्सर बोर्ड नभएको हुनाले गर्दा पनि प्रतिष्ठानलाई पनि अप्ठ्यारो छ क्या। कति हदसम्मको गीतहरूलाई बजार व्यवस्थापन गर्ने, कति हदसम्मको गीतहरू रेकर्ड गर्ने, कति हदसम्मको गीतहरू को भिडियो गर्ने भन्ने कुरामा त्यो व्यक्ति मुखले मात्रै भनेर त्यो व्यक्तिले नटेरिदिए पछाडि चाहिँ त्यसको केही गर्न सक्ने अवस्था छैन। अहिले नयाँ देखियो हजुर, महिलाहरूले लगाउने भित्री वस्त्र लगाएर हजुर एउटा तीजको गीत बाहिर निकालियो जुन प्रतिष्ठानको राम्रै पदमा हुनुहुन्छ। हजुर हजुर, उहाँले त्यसो गर्न मिल्छ? मिल्दैन। यो कुरा जहाँसम्म लाग्छ शिव हमालजीको, जसको गीत मैले वर्षेनी मौलिक गीतहरू गर्दै आएको छु। अझै पनि मैले यही टेलिभिजनबाट सम्झिँदाखेरि शिव हमाल एउटा देशको एउटा यस्तो स्रष्टा हो कि जसले मौलिक गीतको लागि ज्यान फाल्ने, कहिल्यै पनि दाँत कालो नबनाइकन गीत सङ्गीतमा उश्रृङ्खलपन नल्याइकन आजसम्म आएको व्यक्ति हो। अब यो गीतको विषयमा मलाई धेरै टेलिभिजनमा जाँदाखेरि पनि मलाई प्रश्न सोध्नुभयो। हुन त सम्बन्धित गायिका पात्रलाई सोद्धा नै अति बेटर हुन्थ्यो, तर पनि म पनि एउटा जिम्मेवार भएको हुनाले गर्दाखेरि यसमा कस्तो भयो भन्दाखेरि शिवजी आफैले पनि पछिल्लो क्रममा माफ मागेको अवस्था छ। शिवजीको शब्द हो यसमा, मेलोडी भन्दा पनि शब्दमा चाहिँ अलिकति शृङ्गारिक रस भरिएको शब्दहरू उहाँले प्रयोग गर्नुभएको छ। शिवजीको शब्दलाई मात्र हेर्दा चाहिँ मैले व्यक्तिगत हिसाबले खोट देख्दिनँ, किन भन्दा त्यो लेभलको शब्द, त्यो भाव दिने शब्द शिवजीले अरू गीतहरूमा पनि लेख्नु भएको छ क्या, जुन कुरा अहिले मेरो ठ्याक्क दिमागमा आएन। तर भिडियोमा चाहिँ केही न केही कमजोरी आएको हो। किन भन्दा पेटिकोट नारीहरूले लगाइने एउटा भित्री वस्त्र बाहिर देखाइएको हुनाले गर्दा समाजलाई अलिकति अपाचे भयो। भिडियोको पक्ष र अडियोको पक्ष, जस्तो शिव हमालजी र भिडियोको पक्षको व्यक्तिहरू सरसल्लाह नगरेको अवस्थाले यो सिर्जना हुन आएको हो भन्ने कुरा पनि सुनिएको छ। तर यसमा भिडियो मात्रै होइन कलाजी, शब्द पनि छन्। मैले बहिनीसित, मेरो दिदीसित, मेरो आमासित बसेर सुन्ने खालको शब्द पनि केही मात्रामा, सबै भन्दिनँ म, केही त्रुटि देख्नुहुन्छ त्यो?
ती शब्दहरू उहाँले हटाइसक्नु भएको छ। गल्ती स्वीकार्नुहोस्, सबैभन्दा ठुलो कुरो नै गल्ती स्वीकार। गल्ती उहाँले हुन्छ, मान्छेबाट स्वीकार्नु भयो र भिडियोमा चाहिँ अझ डिरेक्टरले त्यो खालको भिडियो प्रस्तुत गर्छौँ भनेर जुन सम्बन्धित पक्ष अडियो पक्षलाई भनौँ न अब शिवजीलाई थाहा नभएको अवस्था हो भन्ने सुन्नमा आउँछ है। प्लिज यो कुरा अब उहाँहरूलाई नै सही कुरा। हजुर हुन्छ, हामी अलिकति मोड्यौँ। हजुर, तपाईँको साह्रै चलेको एउटा गीत दसैँको बेलामा निकाल्नु भएको थियो। हजुर, उहाँ तपाईँलाई आउँछु आउँछु भन्दा भन्दै नाट्नु भयो। अहिलेसम्म आउनु भयो कि आउनु भएको? लाहुरे बैसी हल्किन लायो। एक टुक्का जाँच्छ न, त्यसपछि म यसमा कुरा गर्छु। हुन्छ, शिवजीकै शब्द सङ्गीत हो यो गीत। झललल रातो रिबन कालो कालो केसमा मनको मालिक बेपत्ता छन् उतै परदेशमा। ओइ बाइसै अरे बाइसै ढल्कन लायो लाहुरा आए नाउ झुक्यायो। बाइसै ढल्कन लायो लाहुरा आए नाउ झुक्यायो। धन्यवाद। तपाईँ यो साँच्चै तपाईँकै जीवनमा घटेको घटना हो या काल्पनिक हो यो गीत? यो गीतका पात्रहरू सबै काल्पनिक हुनुहुन्छ। कसैको जीवनमा मेल खाएछ भने संयोग मात्रै हुन्छ। हजुर, त्यस्तो मेल खाने अवस्था आएको छैन तपाईँको? छैन। कतै हुने सम्भावना हुन लागेको त्यो केही खोल्न मिल्छ? छैन। छैन। हजुर, फेरि म तिजकै गीततिर जान्छु। हजुर, तिज गीतमा हामीले पुरुष कलाकारले गाउन मिल्ने नमिल्ने कुरा त गऱ्यौँ। पुरुष कलाकारभित्र पनि जुन हाम्रो कला क्षेत्र छ, शब्द चयन छन्, ती शब्द चयन गर्दा पनि धेरै बाहिर गएर जुन गीत गाउनुहुन्छ उहाँहरूलाई एउटा सेन्सर नै लगाउनु पर्ने होइन लोकदोरी प्रतिष्ठानले? त्यही त मैले अघि भने सेन्सर बोर्डको स्थापना हुनु एकदमै जरुरी छ। जस्तो फिल्महरूमा होइन मुभीहरू कस्तो खालको अलिकति छाडा खालको आयो भनेदेखि ठ्याक्क सेन्सर छ होइन, त्यो कारणले रिलिज हुन पाउँदैन। त्यस्तै गरेर लोकदोरीमा पनि यो हुन अति आवश्यक छ। यसको लागि पहल पनि गरिरहेका छौँ र बिस्तारै हुन्छ भन्ने आशामा पनि छौँ हामी। सेन्सर नभएकै कारणले गर्दाखेरि मैले अघि भने नि व्यक्तिहरू यति धेरै कलाकारहरूको जमातमा व्यक्तिहरूले आफ्नो हिसाबले काम गरिदिनुहुन्छ। प्रतिष्ठान बाहिरको व्यक्तिहरू हामी प्रतिष्ठानमा छैन भनेर जवाब दिनुहुन्छ अनि हामीले सम्झाउने हो होइन। अब त्यो कारणले गर्दाखेरि त्यो नटिरिदिए पछाडि चाहिँ त्यो केही पनि नलागेको अवस्था छ र एकदम सेन्सरको चाहिँ जरुर आवश्यकता छ। तपाईँले अहिलेसम्म यो क्षेत्रमा कतिवटा अवार्ड पाउनुभयो? मैले 7-8 वटा पाएँ होला। पाउनुभयो होइन? मैले तपाईँलाई एउटा प्रश्न सोध्छु, अन्यथा नलिनु होला। तपाईँलाई कहिलेकाहीँ फर्म भर्नुहोस्, फर्मको यति पैसा लाग्छ, तपाईँले अवार्ड पाउनुहुन्छ भनेर आएको अफर छ कहिले? छैन त्यस्तो खालको। फर्म भर्नु भयो भनेर त आउँछ अवार्डको पोस्टर। पैसाको अफर आउँछ कि आउँदैन? यति पैसा दिनुहोस् हामी तपाईँलाई अवार्ड दिन्छौँ? छैन। मैले यो 7-8 वटा अवार्ड लिँदाखेरि एकदमै यो गीत सङ्गीतको लामो अवधिमा एकदमै ग्यापिङमा एकदमै कम नै अवार्ड हो जस्तो लाग्छ मलाई होइन। अनि त्यो कारणले गर्दाखेरि त्यो चाहिँ मैले अहिलेसम्म अवार्ड किनबेच हुन्छ भन्ने त सुन्नुभयो होला नि? यथार्थ के हो आयोजक पक्षलाई थाहा होला। तपाईँले सुन्नु भएको छ अवार्ड पनि बिक्छन् भन्ने? यता कता सुनिन्छ, तर यो कति हदसम्म सत्य हो मलाई यो विषयमा त्यति जानकारी छैन। एकजना कलाकार वर्षौंसम्म गीत लेख्छ, गीत गाउँछ, कलाकारिता देखाउँछ, उसले त्यति 4, 5, 8, 10 वर्षभित्रमा 4-5 वटा मात्रै अवार्ड पाउँछ। तर एकजना अलिअलि पैसा भएको व्यक्ति एउटा गीत निकाल्छ, 5 वटा अवार्ड पाउँछ, 5 वटा विधामा। यो किन बेच नभएर के अवार्ड कलालाई सम्मान गरेर दिएको अवार्ड मान्नुहुन्छ तपाईँ? बहुत असजिलो क्वेसन यो। तपाईँको कुरा कति हदसम्म जायज पनि छ है। यो कुरा चाहिँ जुन अवार्ड आयोजकलाई नै थाहा होला, मलाई एकदमै थाहा नभएको विषय पर्यो। त्यो कारणले गर्दाखेरि सरी म केही भन्नै सकिनँ, किन भन्दा म त्यसमा परेकै छैन। अब आउने तपाईँभन्दा जुनियर भाइ बहिनीहरूलाई यो क्षेत्रमा, गायन क्षेत्र होस् या मोडलिङ क्षेत्र होस् या सर्जकहरू, कुनै पनि विधाको सर्जकहरू हुन्छ, उहाँहरूलाई के भन्न चाहनुहुन्छ तपाईँ? कसरी आउनुहोस्, यो क्षेत्र राम्रो छ नराम्रो छ र यो क्षेत्रमा कसरी आउनुहोस् भन्न चाहनुहुन्छ?
यस्तो छ, राम्रो केलाई भन्ने नराम्रो केलाई भन्ने। पहिला व्यक्ति क्षमतावान हुनु पर्यो। कुन अब होइन बच्चा बेलामा अब पढिसके पछाडि म कुन फिल्डमा जाने, म के काम गर्ने भन्ने हो। तर गीत सङ्गीत भन्ने एउटा यस्तो कला हो कि म यो गर्छु, म गाउँछु भनेर हुँदैन होइन। जस्तो म प्रत्यक्ष दोहोरी गाउने गायिका पनि हो। त्यो हिसाबले मलाई गीत गाउनको लागि त्यो केही न केही नेचुरल गिफ्ट मैले पाएको हुनुपर्छ होइन, मलाई गडले गिफ्ट दिएको हुनुपर्छ। त्यो कारणले अरू विधामा म कलेज पढिसके पछाडि म एजुकेसन लिएर पढ्छु, आर्ट्स लिएर पढ्छु, म सिए बन्छु, म यस्तो गर्छु भन्ने खालको हुँदैन। गीत सङ्गीत भनेको चाहिँ यदि कोही व्यक्ति गीत सङ्गीत गाउन इच्छुक छ, गाउँछ भने त्यो बच्चा बेलादेखि नै त्यसको लक्षण देखिँदै आइरहेको हुन्छ कि त्यो एउटा नेचुरल गिफ्ट हो। त्यो गिफ्टलाई मैले कति हदसम्म सदुपयोग गर्ने होइन, त्यो गिफ्ट लिएर म कहाँसम्म पुग्ने, म यही क्षेत्रमा नै लाग्दिनँ अथवा म यो क्षेत्र बाहेक अरू पेसामा हात हाल्छु। मलाई गीत गाउनै आए पनि, किन भन्दा हामीले देखिरहेको हुन्छ कोही व्यक्ति डक्टर देखिरहेको हुन्छ, कोही इन्जिनियर देखिरहेको हुन्छ, तर कस्तो मिठो आवाजको ध्वनि देखिरहेको हुन्छ कि उहाँले त्यो पेसा नअपनाउनु भएर अर्को पेसामा लाग्नु भएको हुन्छ। त्यो कारणले यदि तपाईँसँग नेचुरल गिफ्ट छ भने त्यो कुरालाई निखारता ल्याउनको लागि चाहिँ केही सिकेर आउनुहोस्। पक्कै पनि मेहनत गर्न लामो छ, सफलता यत्तिकै 1 वर्षमा 2 वर्षमा पाइँदैन। केही वर्ष हरेक क्षेत्रमा सङ्घर्ष गरिन्छ होइन, गर्नुपर्छ। त्यो कारणले गर्दाखेरि मैले यो क्षेत्र राम्रो नराम्रो त भन्दिनँ, अवश्य पनि म आफू लागेको क्षेत्र आउनुहोस् मजाले साना भाइ बहिनीहरू होइन, म स्वागतै गर्न चाहन्छु। तर अलिकति अध्ययन गरेर आउनुहोस् हजुर होइन। अन्तिममा छौँ हामी। तपाईँको भर्खरै निस्केको तिजको गीतको बारेमा हाम्रा दर्शकहरूलाई, कति धेरैलाई त थाहा छ, थाहा नभएकाहरूलाई आफ्नो गीत कसरी भन्नुहुन्छ? प्रिय दर्शकबिन यहाँहरू सबैलाई फेरि पनि नमस्कार। मैले मेरो पातली भागवान चाइनाको क्रिम पहिलो क्रिम लाउन म त पातली मरे लाजैले धेरै दर्शकहरूले माया गर्नुभएको थियो, धेरै दर्शकहरूले टिकटक गर्नुभएको थियो, धेरै जनताले सुन्नु भएको छ जस्तो पनि लाग्छ मलाई। अझै पनि त्यो गीतको टिकटकहरू आउँदा मलाई खुसी लाग्छ। त्यसरी नै मैले हरेक वर्ष नारीहरूलाई लक्षित गरेर सिङ्गल गीत गरेको हुन्छु तिजमा। त्यो कारणले अहिले पातली भाग 4 सम्म आएको छु म। पातली 2 ऐना हेरी हेरी, मनको धोको नफेरी, यो पनि यहाँले सुनेको हुनुपर्छ जस्तो लाग्छ। त्यो सँगसँगै अहिले नयाँ गीत साइली सलल मेरो आफ्नै युट्युब च्यानलबाट बजारमा आएको छ। तपाईँहरूले माया गरिदिनुहोस्, नेपाली संस्कृतिलाई, नेपाली मौलिकपनलाई रुचाइदिनुहोस् र कला लम्सालाई पनि थोरै माया गरिदिनुहोस् भन्न चाहन्छु। व्यस्तताका बावजुद स्वास्थ्यमा समस्या हुँदाहुँदै पनि तपाईँ हाम्रो कार्यक्रममा आइदिनु भयो, धेरै धेरै धन्यवाद। तपाईँहरूलाई पनि धन्यवाद। यस टेलिभिजन मार्फत आएर दर्शक सामु केही गीत सङ्गीतका बारेमा बोल्ने अवसर जुटाइदिनु भयो र सम्पूर्णलाई हरितालिका तीज नजिकै छ, सम्पूर्णलाई हार्दिक मङ्गलमय शुभकामना पनि व्यक्त गर्दछु। हाम्रो कार्यक्रम मिसन विशेष हेरेर बस्नुहुने सम्पूर्ण दर्शकबिन्दहरू, हाम्रो कार्यक्रम तपाईँहरूलाई कस्तो लाग्यो? हाम्रो युट्युब च्यानल र फेसबुक पेजमा कमेन्ट गर्न नबिर्सिनु होला। धन्यवाद।